The new look of Tiago EV is now officially available in every Tata showroom. More safety and more comfort. Better handrest position. Better space than before. Multiple document storage. Rear AC vent. 2026 को यो नयाँ Tiago EV मा धेरै डिफ्रेन्सहरू पाउनुहुन्छ है त। लुक्स एन्ड डिजाइन मात्र होइन, अहिले चाहिँ ड्राइभिङ फोकस गरेर चाहिँ हजुरको नयाँ ड्राइभिङ एक्सपिरियन्सहरू बनाउन सक्नुहुन्छ। नयाँ फेसलिफ्टमा हेलोजेन पनि टाटा बाई बाई भएको छ र अहिले एकदम राम्रो ब्राइटेस्ट एलइडीहरू पाउनुहुन्छ र साथै 360 क्यामेरा भ्यू पनि हजुरले पाउनुहुन्छ है त यसमा। मिनी कम्प्याक्ट डिस्प्ले फर द infotainment, a separate button for 360 camera, भिडियोको बटन पनि। अब लुक्स मात्र हेरेर त गाडीको बारे सबै भन्न सकिन्न। सो वी ड्राइभ द कार फ्रम काठमाडौँ टु हेटौडा। कुमार सर वाज ड्राइभिङ द कार एन्ड पहिलेभन्दा अहिले नोइज एकदम कम भएको छ गाडीमा। वी चुज द पार्ट फ्रम दक्षिण काली। 60देखि 80 को स्पिडमा शार्प टर्न लिँदाखेरि पनि गाडीको स्टेबिलिटी भने एकदमै राम्रो लाग्यो। बेटर ब्याट्री प्याक्स एन्ड ब्याट्री प्लेसमेन्ट, पहिलेभन्दा बेटर एरोडाइनामिक्स र बेटर ह्यान्डलिङ छ। एज कम्पेयर टु द प्रिभियस Tiago EV, दिस Tiago EV डिड इट। सस्पेन्सनको नोइज पनि एकदमै कम छ र बम्प्सहरूमा गाडीको स्टेबिलिटी र अफ रोड पर्फर्मेन्स पनि बेटर छ। लकिली आई गट दिस ब्युटिफुल सर्ट्स अफ नेपाली गोर्खाज। 24 किलोवाट आवरको ब्याट्री छ र 55 किलोवाटको मोटरले 114 Nm को टर्क निकालेर दिन्छ। 0 to 60 किलोमिटर पर आवरको स्पिड मात्र 5.7 सेकेन्डमा कम्प्लिट गर्छ। मोटर एन्ड ब्याट्री प्याकमा IP67 रेटिङ दिएको छ, बट सकेसम्म हजुरले फिजिकल ड्यामेज हुनेबाट चाहिँ ब्याट्री प्याकलाई जोगाउनै पर्छ। वी लेफ्ट फ्रम द स्टार्टिङ पोइन्ट अर्ली मर्निङ, सो एकदमै ब्युटिफुल भ्यूको सर्ट चाहिँ मैले देख्न पाएँ। लकिली आई क्यान क्याच दिस भ्यू अफ क्लाउड्स एन्ड द नेचर। With carrying the intention to test this Tiago EV, we get the beautiful shots of nature. यतिको साइलेन्ट सक एब्जर्भर एन्ड सस्पेन्सन मैले देखेको थिएन पहिले Tiagoमा। सो टाटा हेज डन वेल। अफिसियली कस्टमरको लागि अभाइलेबल गर्न अगाडि सवारी परीक्षण कार्यालयमा जचाउन आवश्यक थियो। सवारी परीक्षण कार्यालयबाट हाम्रो गाडीको सबै कुराहरू चेक भयो, जस्ट टु मेक स्योर एभ्रिथिङ इज विदिन द ल। सबै कुराहरू चेक भइसकेपछि दे ह्याड कन्फर्म द्याट दिस भेहिकल इज रोड लिगल। Kumar sir was invited by his friend for a lecture class in an automobile university. भविष्यमा आउने नयाँ इन्जिनियरहरूको लागि एउटा राम्रो क्लास र कक्षा चाहिँ उहाँले प्र्याक्टिकल ज्ञान सहित बाट्नु भएको छ। थ्योरिटिकल्ली इन्जिनको बारे चाहिँ सबैलाई थाहा थियो, बट EVको बारेमा चाहिँ धेरै नलेज चाहिँ कम नै रहेछ। देयर आर डिफ्रेन्ट टाइप अफ ब्याट्रिज एन्ड द इभोल्युसन अफ EV इज असम। यो इन्टरनल कम्बसन इन्जिन आउनुभन्दा अगाडि चाहिँ इलेक्ट्रिक भेहिकल नै पहिले इन्भेन्ट भएको थियो र धेरै डिस्टेन्स ट्राभल गर्नको लागि धेरै ब्याट्री प्याक चाहिने भएर पहिलेको जमानामा चाहिँ लिथियम ब्याट्रीहरू हुन्थेन। सो त्यही भएर धेरै वेट एन्ड धेरै क्यापेसिटी कभरेज गर्ने भएकोले चाहिँ EVलाई हटाएर चाहिँ पछि इन्टरनल कम्बसन इन्जिन, पेट्रोल इन्जिन, डिजेल इन्जिनलाई नै रोड लिगल गरेको थियो। भ्यालु अफ एजुकेसन भयो, भ्यालु अफ एक्जिक्युसन आफ्टर एजुकेसन हो यो चाहिँ।
भ्याल्यु अफ एक्जिक्युसन आफ्टर एजुकेसन इन्जिनियरिङ इलेक्ट्रिकलदेखि लिएर सबै प्लम्बिङ सबै छ यहाँ आर्किटेक्चर सबै इन्जिनियरिङको नमुना पेन्टिङदेखि लिएर क्लिनरदेखि लिएर सबैको आर्ट्स छ यसमा ल यस्तो कम्प्लेक्स चिज छ ल चलो पढेर यस्तो हुन्छ तियागो सेगमेन्टमा हजुरलाई अझै पनि कन्फ्युज हुनुहुन्छ भने चाहिँ म चाहिँ हजुरलाई तियागो नै लिन सजेस्ट गर्छु किन भन्दाखेरि इन्डियन गाडी हो र इन्डियन गाडी चाहिँ इन्डियन रोडमा हिँड्नको लागि बनेको छ जुन चाहिँ नेपाल र इन्डियाको रोड चाहिँ लगभग सेम नै छ गाडी किनिसकेपछि मेन चाहिने भनेको चाहिँ आफ्टर सेल सर्भिस हो जुन टाटाको एकदम बेस्ट नै छ र चार्जिङ फेसिलिटिज पनि धेरै ठाउँमा बनिसकेको छ यो नयाँ टियागो इभीमा चाहिँ वायरलेस एन्ड्रोइड अटो एन्ड वायरलेस एन्ड्रोइड कार प्ले सपोर्ट गर्छ सो यु डोन्ट निड अ डेटा केबल टु भ्यू यर म्याप फास्ट चार्जिङमा चाहिँ गाडीलाई फ्रिक्वेन्टली मात्र चार्ज गर्नुपर्छ सो यदि तपाईँले 100% चार्ज गर्नुभयो भने चाहिँ रिजेनेरेटिभ ब्रेकिङ सिस्टमले चाहिँ काम गर्दैन जुन चाहिँ पेट्रोल इन्जिनमा तपाईँको इन्जिन ब्रेकिङ जस्तै हुन्छ र ड्राइभिङमा चाहिँ त्यसले चाहिँ ह्याम्पर गर्न सक्छ सो इट विल बी रिस्की सो अलवेज चार्ज यर भेहिकल ओन्ली एट 90 to 95 वेन चार्जिङ इन फास्ट चार्जिङ र सेल ब्यालेन्सिङको लागि चाहिँ तपाईँले हप्तामा एकचोटि चाहिँ स्लो चार्ज गर्नै पर्छ है त सो गाडीको सबै काम सकाए चाहिँ वी आर गेटिङ ब्याक टु काठमाडौँ लकिली हामी आउँदा चाहिँ खासै जाम थिएन सो एसी चलाएरै आयौँ वी डिडन्ट गेट एनी एन्जाइटी फर द रेन्ज पानी परेको बेला पनि अटोमेटिक वाइपर चलिदिने र पानी जति परेको छ त्यही अनुसार वाइपरको चाहिँ स्पिड पनि बढ्ने The new Tata Sera has launched in Nepal now, waiting for the NADA 2026 जुन अगस्त 25 मा हुन गइरहेको छ. Thank you for watching the video.